हेलो सबैजनालाई नमस्ते, गुड मर्निङ। बिहानको अहिले 5:30 गइरहेछ। हामी दाङ जिल्लाको घोराईबाट बिहानको लागि मर्निङ वाक हिँडिरहेका छौँ। यहाँ अगाडि हुँदैछ हाम्रो दाजु केवल बुढाथोकी दाजु, पुरानो दाजुसँग भेट भएको छ। अहिले दाङ जिल्लाको यो कुन मन्दिर हो कमेन्ट गर्नुहोला। दाङवासी दाजुभाइ तथा दिदीबहिनीहरूले एउटा सुन्दर मन्दिर रहेछ, गुरुकुल पनि रहेछ। यसमा गुरुकुल पनि पढाइ हुँदो रहेछ। मर्निङ वाकमा हामी दाजुभाइ जाँदैथ्यौँ मन्दिर दर्शन गर्न। यहाँ मान्छेहरू कोही आइपुग्नु भएको थिएन, बिहानै भएर पनि हो कि के हो। मन्दिर दर्शन गर्न गयौँ। कति सफा, कति राम्रो मन्दिर रहेछ। मन्दिर दर्शन गरेर फर्कियौँ हामी। मन्दिर दर्शन गरेर यति सफा छ यो मन्दिर, यति सफा छ। यहाँको भित्रको वातावरण एकदमै राम्रो मन्दिर रहेछ। फर्किँदैछौँ हामी। यतातिर मन्दिर, यो गुरुकुल पनि रहेछ। यतातिर यो बच्चाबच्चीहरूलाई पढाउने ठाउँ पनि रहेछ। मन्दिर दर्शन गर्दैछौँ। हाम्रो दाजु अगाडि हुनुहुन्छ, म पछाडि छु। मन्दिर दर्शन गर्नको लागि हिँडिरहेका छौँ हामी। बिहानको हाम्रो मर्निङ वाकको लागि हिँडेको हामी। मन्दिर दर्शन गर्न पुग्यौँ हामी। त्यसपछि यो मन्दिर हेरेर दाहिनेतिरबाट फर्केर आइसक्यौँ। त्यही क्रममा सानसाना नानी बाबुलाई पनि देखियो मन्दिरमा दर्शन गर्न आउँदै थिए नानी बाबुहरू। हामी चाहिँ फिर्ता भयौँ मन्दिरबाट बाहिरतर्फ निस्किँदैछौँ। एकदम सफा वातावरण, बिहानको मौसम सफा वातावरणमा हामी मन्दिर दर्शन गरेर हामी फिर्ता हुँदैछौँ। गाइस दाइ अगाडि जानुभएको छ, म पछाडि छु नि त। ज्याकेटको टोपी लगाएर पसिना निकाल्नलाई हो नि त, पसिना निकाल्नलाई हिँडेको। कसै पसिना त आएन। यही गुरुकुल हो क्या यो मन्दिरको, यहाँ पढाइ हुँदो रहेछ। यसपछि हामी चाहिँ यो मन्दिरभन्दा बाहिरतिर लाग्यौँ। पुलिसको पनि सेक्युरिटी हुँदो रहेछ यो मन्दिरमा। स्थायी प्रहरी पोस्ट छ यसमा। दाङको मन्दिरको बाहिरतिर लाग्यौँ र हामी त सरासर अब मास्तिर गाउँतिर, घोराईको यो मास्तिर गाउँतर्फ लाग्दैछौँ। यति सफा छ यहाँको वातावरण, यहाँको मौसम तपाईँहरूले देख्न सक्नुहुन्छ। एकदमै सफा मौसम वातावरण, एकदम चिसो मौसम छ घोराईमा अहिले, शीतल छ। नेपालगञ्जको गर्मी ठाउँबाट आएको हामीलाई एकदम आनन्द भइरहेको छ यहाँ आउँदा। यहाँको वातावरण, यहाँको मौसम देखेर एकदमै आनन्द लागिरहेको छ। एकदमै राम्रो वातावरण छ नि त घोराईमा। एकदम सरसफाइ, सफा ठाउँ, चारैतिर हरियाली, शीतल ठाउँ छ। तपाईँ देख्न सक्नु घरहरू कति ठुला घरहरू बनाउनु भएको छ घोराईमा। तपाईँ देख्नुहुन्छ दाङ जिल्लाको सदरमुकाम भएर पनि होला। हेर्नु त कत्रा ठुला भवनहरू, बिल्डिङहरू बनाउनु भएको छ। सुविधा सम्पन्न भवनहरू छन्। हामी हिँड्दैछौँ, घुम्दैछौँ। यी घर देख्नुभयो तपाईँहरूले। बाटो पनि त्यत्तिकै राम्रो छ। अब हामी घुम्दै गयौँ। यो ठुलो भवन देख्नुभएको छ तपाईँहरूले, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन हो। यताबाट जाँदैछौँ हामी। देख्नुहुन्छ नि यो टिप्पर एकदमै धेरै छ क्या। यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हो क्या। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हो यो। यसबाट घुम्दै गयौँ हामी। यतातिरबाट हिँड्यौँ, सफा क्लियर एकदम। फोहोर भन्ने दाङमा छैन क्या। दाङको रोडहरूमा तपाईँ देख्न सक्नुहुन्छ फोहोर नै छैन क्या। एकदम सफा, जताततै सफा छ क्या। यसो हेर्दाखेरि मैले बुझ्दाखेरि चाहिँ धरान जस्तै सफा छ क्या दाङमा। बिहानको समय थियो, पसलहरू कसैले पनि खोल्नु भएको छैन। आउँदै हुनुहुन्छ होला, बजार पसलहरू खोल्ने क्रममा छ। सुनसान छ, सफा, जताततै क्लियर वातावरण छ। बिहान मान्छेहरू मर्निङ वाक हिँडिरहनु भएको छ, सफा छ। बजार पसल खोल्ने बेला भएको छैन, बिहानै हो नि त। 5:30 बजेतिर हो यो। 5:30 बजे, पौने 6 बजेतिरको दृश्य हो यो। यति बेला खासै बजार पसल खोल्ने बेला भएको छैन। मेन बजार हो। कति सफा छ हेर्नुहोस् न दायाँ बायाँतिर। सबैभन्दा राम्रो मलाई चाहिँ यहाँको सरसफाइ, मौसम पनि राम्रो छ। यो बजारमा तपाईँ देख्न सक्नुहुन्छ गमला छ क्या। प्रत्येक घरको अगाडि गमला छ। गमलामा माथि त्यस्तै बनाइदिएको छ क्या, झन्डा क्रस, नेपालको झन्डा। कति राम्रो देखिएको छ हेर्नुहोस् त झन्डा क्रस।
अनि जाँदै जाँदा एउटा बिच बाटो भन्दा नि बाटोको साइडमा यो पिल्लर छ के यो पोल बिजुलीको यो चाहिँ नेपालको साझा समस्या रहेछ के सूर्यतिर नि छ नेपालतिर नि छ बाटो पिच भइसक्यो तर बिजुलीको पोल चाहिँ बिचमा छ यहाँ पनि त्यस्तै देखियो तर सरसफाइ हेर्नुहोस् तपाईँ कति क्लियर छ घुम्दै जाँदाखेरि एउटा यो सपिङ महल देख्न सक्नुहुन्छ तपाईँले सपिङ महल नजिक आइसक्यौँ हामी यो सपिङ महलको नाम चाहिँ अहिले म तपाईँलाई देखाउँछु यो बाल संसार भने चाहिँ बालबालिकाको सबैको सामान पाउने रहेछ कि यसमा यो बाल संसार भन्ने एउटा महलको तल्लो भागमा रहेछ भित्र त गइनँ म बाहिरबाट तपाईँलाई देखाएँ सामान लेखेँ लक्ष्मी कम्प्लेक्स हुन्छ लक्ष्मी कम्प्लेक्स घट्दै जाँदा अगाडिमा पुरानो डिजाइनको घरहरू पनि देख्न सक्नुहुन्छ पहिलेको पुरानो घरहरू पनि देखिन्छ कि बजारमा कता कता यता कता एउटा दुईवटा बजारमा त्यस्ता घरहरू पनि देखिन्छन् अगाडि बढ्दै जाँदाखेरि पुराना डिजाइनका घरहरू छन् दायाँ बायाँ चाहिँ अब नयाँ घरहरू बनिरहेको छ यत्तिकै घुम्दै जाँदा बायाँ साइडतिर पिपलका रुखहरू हेर्नुहोस् पुराना पिपलका रुखहरू पनि छन् दायाँ बायाँ अनि यो पुराना घरहरूमा नयाँ घर पनि बनाएको छ फलामको सामानहरू बनाउने पसल पनि देख्न सक्नुहुन्छ यो लाइनभरि नै छ क्या यो सामानको पसल बनाउने तर अहिले खुलेको छैन बिहानै छ नि त मान्छेहरू आउँदै हुनुहुन्छ होला यो साइडतिर मैले सानो क्लिप लिएँ उतातिर देख्नुहुन्छ भाँडा पसल छ भाँडा पसलहरू देखिरहनु भएको छ खोल्दै हुनुहुन्छ बिस्तारै पुराना घरहरू पनि बिचमा छ एउटा दुईवटा देख्न सकिन्छ चाहिँ पुरानो डिजाइनको घर देख्नुहुन्छ है पुरानो पहिलेको एकदम राम्रो घर हो तर अहिले नयाँ घर आउँदा यस्तो देखिएको छ धेरै छैन अलिअलि यो घरको डिजाइनहरू हेर्दाखेरि तपाईँको कस्तो लाग्छ भन्दाखेरि दैलेखतिर सुर्खेत जाजरकोटतिर रुकुमतिर जस्तै यो दाङको घोराइमा पनि एउटै प्रकारको घर क्या पुरानो डिजाइनमा एउटै खालको घर हुने क्या पहिलेको पुरानो घरहरूको डिजाइन हेर्नुहोस् बिचमा साना पुराना डिजाइनको घर हो यो घरहरू त अब लोप हुँदैछ आउने पिँढीले यस्ता घर देख्न पाउँदैन होला अब यस्तै भिडियो सिडियोबाट देख्ने हो हामीले खिचेर राख्यो भने नत्र भने अबको आउने बच्चाहरूले यस्ता घरहरू देख्न सक्दैनन् देख्नुहुन्छ एउटा भवन हामी अगाडि बढ्दै जाँदैछौँ सुनसान छ बिहानको मौसम वातावरण पनि सफा शीतल छ बजार पसलहरू खुल्ने क्रममै छ खुलिसकेको छैन बजार पसल खुलेको बेला कस्तो हुन्छ त्यो भिडियो पनि म तपाईँलाई हाल्नेछु कतिको बिजी हुने रहेछ भनेर अहिले तपाईँहरूलाई म बिहानको मात्रै देखाउँदैछु बिहानको चाहिँ भिडभाड छैन सुनसान छ शान्त छ सफा छ चिसो मौसम छ एकदम रमाइलो वातावरण छ घोराइको अगाडि जाँदैछु हेर्नुहोस् एउटा यो ट्रेनिङ सेन्टर पनि रहेछ कि तपाईँ देख्नुभयो होला द होप ट्रेनिङ सेन्टर एकदम दाङको चर्चित हो क्या यो होप ट्रेनिङ सेन्टरमा धेरैजनाले यहाँ तालिम गर्नुहुन्छ ट्रेनिङ लिनुहुन्छ नाम निकाल्नु भएको छ होप ट्रेनिङ सेन्टर नेपाल आर्मीको बाहिनीभन्दा जस्ट साइडमा छ यो यति धेरै छ यहाँ ट्रेनरहरू तपाईँलाई म अब देखाउन अहिले सकिनँ उहाँहरू रनिङको लागि जानुभयो होला यो होप ट्रेनिङ सेन्टर पनि रहेछ टिकटकमा हेरेको थिएँ मैले प्रत्यक्ष आज देख्न पाइयो होप ट्रेनिङ सेन्टरलाई पनि देख्न पाएँ खुसी लाग्यो घुम्दै जाँदैछौँ हामी हेर्नुहोस् त मौसम मलाई थोरै पसिना पनि आएको छ कि आज बिहानको रनिङमा थोरै पसिना पनि गइरहेको छ बाटो कति सफा छ दाइ पछाडि हुनुहुन्छ म अगाडि हिँड्दैछु कति क्लियर मौसम छ धानबारीहरू हेर्नु कति राम्रो मौसम छ सफा वातावरणमा बिहानको हिँडाइ कति रमाइलो छ दाइ दुई भाइ चाहिँ हिँडिरहेका छौँ यति गर्दै हामी चाहिँ बस पार्कमा आयौँ बस पार्क घोराइ बस पार्क हेर्नुहोस् कति ठुलो बस पार्क छ घोराइ बस पार्क सबै देखाउन सकिनँ मैले कति गाडी छन् यहाँ सबैतिर जाने गाडी पाउँछ काठमाडौँ सुर्खेत नेपालगञ्ज धनगढी विराटनगर बिर्तामोड सबै ठाउँमा जान्छ क्या यहाँबाट गाडीहरू यति ठुलो बस पार्क छ गाडीहरू धेरै छन् मेरो मोबाइलको क्यामेराले खिच्न सकेन घुम्दै जाँदा यो गेट आइसक्यो मिलनचोकको गेट बजार पसल त सुनसानै छ अझै पनि खोल्ने क्रममै छ मान्छेहरू पसल खोल्नलाई आउँदै हुनुहुन्छ होला सुनसान छ बिहानको अब आउने म तरकारी मन्डीभित्र छिरेँ यहाँ दैनिक लाग्ने तरकारी मन्डी हो क्या यो एकदमै राम्रो तरकारीहरू पाउँछ अर्ग्यानिक तरकारीहरू पाउँदो रहेछ यहाँ दैनिक जसो यहाँ लाग्छ यो तरकारी आज पनि सानो किलो लिएँ
यही तरकारी मसलबाट सबैलाई बिदा हुन चाहन्छु। बाई बाई।